आज आएको भोटेकोसीको बाँध फुटेर रसुवा जिल्ला, धादिङ, चितवन लगायतका केही जिल्लाहरूमा एकदमै ठुलो जनधनको क्षति भएको छ। साँच्चै नै त्यो पीडादायी अवस्थामा नेपाल अहिले गुज्रिरहेको छ। त्यसको लागि जति जति हराउनु भएको छ सबैको खोजी कार्य पनि भइरहेको छ। नेपाल सरकार पनि लागिरहेको छ। जतिको अहिलेसम्म हराउनु भएको छ उहाँहरूको परिवारका लागि एकदमै दुःखद भनौँ, नेपाल अहिले सङ्कटमै गुज्रिरहेको छ। यो दुःखद घडीमा जति सम्पर्कविहीन हुनुहुन्छ, अहिलेसम्म जतिको लास भेटियो सबैलाई हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। परिवारजनमा धैर्य धारणको पनि आग्रह गर्दछु। यस्तो जोखिमको बेला सम्पूर्ण त्यस क्षेत्रमा बसोबास गर्नुहुने त्यहाँका बासिन्दाहरूलाई आफूलाई पर्ने सजिलो स्थानमा पनि बसोबास गर्न अनुरोध गर्दछु। र यो अवस्थामा गुज्रिरहेको बेला नेपाल सरकारले आफ्नो कुनै पनि गर्नुपर्ने कदमबाट पछाडि नहटोस् भनेर बिन्ती गर्दछु।